वेलकम टु माई च्यानल नेक्स्ट ब्लग होइन। सबैलाई मेरो दर्शक सबैलाई नमस्कार, मेरो तर्फबाट प्रणाम छ, शुभ बिहानीको। अब आज म पसलमा होइन गोल्डको टच निकाल्न गइरहेको छु। रिपोर्ट प्युरिटी कति छ भनेर उसको रिपोर्ट निकाल्नुपर्छ है। रिपोर्ट निकाल्न गइरहेछौँ। अब यसको रिपोर्ट निस्क्यो है। अब हामी पसलमा जान्छौँ दोस्रो मालामा होइन। अब हामी सिडी चढ्दै दोस्रो मालाको टुरमा जानेवाला छ होइन। पसल पनि आउँछ अब एकछिनपछि। फर्स्ट फ्लोरमा पुगेँ म। अब सेकेन्ड फ्लोरमा हाम्रो पसल छ है। पसलको नाम हो पिए ओर्नामेन्ट। हाम्रो राजकोट सोनी बजार भोगाडी सेरी अनि योगी चेम्बरमा दोस्रा मालामा छ है हाम्रो पसल पिए ओर्नामेन्ट। अनि यता नेपाली गहनादेखि लिएर सबै चिज बन्छ है। सुनदेखि लिएर चाँदीसम्मको पनि केही बनाउने इच्छा छ भने हजुरहरूको दर्शकबिन राजकोटमा बसिरहेका नेपालीहरूलाई भनिरहेको छु होइन। हामीहरूलाई कन्ट्याक्ट गर्नुहोला। अब म पसलभित्र पुगिसक्यो है। हाम्रो सूर्य दाइ एकदम जोसमा गरिरहेछौँ क्या फाइलिङ, बिन्दास। सेठजी छैनन् है, ओनर त दोकानको छैनन्। हामी अब दाजुभाइको सँगै छौँ, दाजुभाइ सँगै छौँ होइन। ल है, अब पसलमा पसियो। अब म यसको कटिङ गर्दैछु है। सलमान बाली होइन, लेडिज बाली छन् यसमा। अब यसको नाचक काटेर होइन हजुरहरूलाई देखाउनेवाला छु प्रोसेस। मालको स्तरी रेडी हुन्छ सुनको। अहिले यो कास्टिङ भएर बाहिरबाट आएको छ है। मिना कास्टिङ भन्छ नि राजकोट सोनी बजारको मिना कास्टिङ, एकदम नाम्ची कास्टिङ हो होइन त्यो जमानाको। किनकि उसको जति कसैसँग छैन क्या प्याटर्न डिजाइनहरू। त्यही भएर सबै हाम्रो दाजु अब अलग अलग गरिसकेपछि वेट गर्दैछन् आज, किनकि पार्सल लगाउनु पर्ने छ भन्दा थियो होइन। त्यही भएर छिटो छिटो फाइनल गरेपछि सजिलो हुन्छ भनेर हामीहरू एकदम डह्रो तरिकामा लागिरहेछौँ। मलाई अब जो एउटा फोल्ड पिस थियो होइन, त्यो फोल्ड पिस लगेर मैले रिपेयरिङमा दिनु जानुपर्ने छ माथितिर है। तिस्रा मालामा हामी छोल गराउन गइरहेछौँ। एउटा पिसमा अलग डिजाइन थियो, एउटा पिसमा अलग डिजाइन थियो होइन। दुई मध्ये जो पनि डिजाइन एउटै डिजाइन बनाउनु पर्ने थियो, हल्का मिस्टेक भएको छ है। सुरुबाट हामी एउटा डिजाइनलाई हामी अब यसको रिपेयरिङ गरेर टक्क पारेर पछि पार्सलमा जाने हो। ठुलो मेड छ अनि यसको पार्सलमा जाने होइन दर्शकबिन। अब यसपछि हामी ल है दिइसक्यौँ। अब तल उत्रेर अब आफ्नो पसलमा लागौँ है। पसलमा अब आउँदैछ हाम्रो पसल है, पिए ओर्नामेन्ट है। ओके, अब पिए ओर्नामेन्टभित्र त जानु पऱ्यो होइन। हल्का एसीको हावा पनि खानु पऱ्यो। बाहिर त एकदमै गर्मी छ यार, लास्टै गर्मी छ, पुरै छोड्यो। अब उता सुरेश दाई अब आजको लिडरसिप यी दाइले हो गर्नुपर्ने। यिनलाई मैले सम्झाइरहेको छु क्या। अब टक्क पारेर घर जाने पनि टाइम भयो। अब निस्किनु पऱ्यो है। गाडी निस्काएँ। अब यताबाट सरल पारेर गइरहेको छु है। म अहिले सफरमा छु है, घर जानु लाग्यो। अब म एकछिनपछि घर पुग्नेवाला छु। जस्ट 5 मिनट पनि लाग्दैन हामीलाई घर पुग्नलाई है। किनकि नजिकै छ क्या मेरो सोनी बजार, नजिकै छ मेरो प्यालेस रोड, म बस्ने प्यालेस रोडमा है। अनि त्यहाँदेखि सोनी बजारमा जानुलाई एकदम नजिक छ है दाइजहरू। किनकि यस्तै गरी हजुरको माया साथ सपोर्ट गरिदिनु होला। केही भुलचुक छ भनेपछि हजुरहरू कमेन्टमा भन्नु होला, त्यसमा केही सुधार गरौँला है।
त्यति खासै भर्खरै चालु गरेको, त्यति खासै त मलाई नलेज छैन है। तैपनि मेहनत गरेपछि, प्रोसेस जारी राखेपछि कुनै पनि काम इम्पोसिबल छैन है, पोसिबल भइहाल्छ। ल है, म घर पुगेर छोरोलाई भनिरहेको छु, छोरो बुढी भागिरहेछ क्या क्यामेराबाट, शर्माइरहेछ। ल मेरो छोरो फायर भएर फ्याँकिहाल्यो कि चाबी पनि। ल फायर भइसकेको छ क्या छोरो, जान्न जान्न भनिरहेछ। मैले भने छोरो बस, म अहिले आउँछु, एउटा व्यापारीलाई नै पैसा दिन जानुपर्ने छ है भनेर म छोरोलाई सम्झाइरहेको थिएँ। छोरो भित्र आरामसँग होइन पुरा पैसा देखाइरहेको छु छोरोलाई। एउटा प्याटर्न बनाउने कारिगरलाई दिन जानुपर्ने थियो क्या गुन्डाहरूमा, त्यसको स्यालेरी दिन। अनि छोरोलाई मैले पैसा देखाएँ। पैसा चाहियो छोरो भने चाहियो भनेर ऊ खुसी भएर उपरका हाल्न थाल्यो है। अनि त्यसपछि मैले भने एकछिन ल त कपडा नि लगाइयो, अब जाम छोरा भने जाम भन्यो। अनि पैसा उसकै हातमा थियो क्या। मलाई एउटा नोट दिनुहोस्, हजुरहरू लगेर जानुहोस् भनेर छोरो भनिरहेको छ होइन। आफ्नै धुनमा छ क्या। पैसा मिलेपछि कसलाई यार खुसी लाग्दैन होला संसारमा। त्यही त अब छोरोलाई म भनिरहेको छु, है गाइज के छ खबर दर्शकबिन भनेर सबैलाई छोरोलाई टपिक सिकाइरहेको थिएँ कि। म बुढीलाई केही क्वेसन सोधिरहेको थिएँ। अब जानुपर्छ भनेर म गइरहेको छु भने बुढीलाई हेलो गाइज भनिरहेको छ कि मेरो छोरालाई लाइक सेयर कमेन्ट गर्नु होला भनिरहेको छ होइन। ल है, हामी अब निस्क्यो गुन्डाउडी र प्याटर्नवाला कारिगरको धन्दा गइरहेछौँ हामी। अब जस्ट केही छिनपछि पुग्नेवाला छौँ होइन। मेरो घरबाट हल्का 10 मिनट लाग्छ। घाम पनि यस्तो घाम हुन्छ यार, पुरै छोडिदियो। फेसमा मास्क नलगायो भने त पागलै बनाउँछ यो गर्मीले। यस्तो गर्मी हुन्छ नि, पुरा शरीर जल्छ क्या। एउटा फेरि पिच भइहाल्यो, डामरवाला रोड हुन्छ यता त होइन इन्डियातिर। अनि त्यो डामरवाला रोडको बाफ डाइरेक्ट गाडी चलाउँदाखेरि फेसमा आउँछ क्या। फेसलाई डार्क गराइहाल्छ क्या। फेरि कालो हुनुको कारण के हो क्या, फेसलाई डार्क गर्छ गर्मीले। अब म गाडी स्टप गरेर गइरहेको छु म स्यालेरी दिनलाई हाम्रो मास्टर प्याटर्न बनाउनेवाला बङ्गाली कारिगरलाई है। अनि एउटा घरवालको घर छ है, गाई पालेको छ। अनि त्यसमा पहिलो मालामा बस्छ क्या बङ्गाली। अब उसको पहिलो मालामा जाँदैछु है म, गएर उसलाई अब दरवाजामा नक गरिरहेको छु। अब कोही छन् कि नै भनेर अब रहेछन् क्या बसेको दाइजहरू। र म बङ्गालीसँग कुरा गरिरहेको छु, पैसा चाहियो कि नचाहियो भनेर म कुरा गरिरहेको छु। पैसा मैले लगेर आएको छु। अब म पैसा दिइरहेको छु उसलाई। ऊ अब बङ्गाली कारिगर किनिरहेछ कतिमा छ भने। मैले भने 20,000 छ भने अब निस्क्यो दिएर। अब म जाँदैछु है रिटर्न। अब रिटर्न पर जाने हो भन्ने सोचमा छु म। दोकान जाने कि अब घर जाने होइन। अब घर जानु पर्ला जस्तो लाग्यो। दोकान त अब के काम हुन्छ र। अब 1 बजिहालेछ। अब गाडी स्टार्ट गर्दैछु म। गाडी स्टार्ट गरेर घरतिर लाग्छु है दर्शक। अब म घरतिर जाँदैछु होइन। गाडी